23 जना केटीहरू रहेको पंक्तिमा सीमा बायाँतर्फ 2 स्थान सर्दा उनी बायाँबाट 10औं स्थानमा पर्दछिन् भने उनको सुरुको दायाँ छेउबाटको स्थान कति हो भनेर क्वेशन गरेको छ। हामीलाई के कुरा थाहा छ भने थाहा भएको कुरा सुरुमा हामीले लेख्नुपर्छ अथवा दिमागमा राख्नुपर्छ। के कुरा थाहा छ भने जति आउँछ त्यसमा 1 घटाउने अथवा जति दिएको छ त्यसमा 1 जोड्ने, जति आउँछ त्यसमा 1 घटाउने, जति दिएको छ त्यसमा 1 जोड्ने। संख्या कति दिएको छ 23 जना, त्यसैले टोटल कति भयो 23 जना भयो। त्यसमा के 1 जोड्नु पर्यो र 24 बनाउनु पर्यो। ल यसलाई कसरी गर्ने? सुरुमा त हामी नर्मल वेबाट गरौँ। सीमा चाहिँ बायाँतर्फ 2 स्थान सर्दा बायाँबाट 10औं स्थानमा पर्दछिन्। ल सुरुको सीमा यहाँ छिन्। ल एउटा यो पोजिसन भयो, यो बायाँतर्फबाट यो दायाँतर्फबाट भयो। यो चाहिँ सुरुमा भएको स्थान भयो। अब सीमा चाहिँ 2 स्थान यता सर्छिन् भनेपछि अब कतिमा पुग्छिन् 10औंमा। यताबाट कतिमा 10औंमा पुग्छिन्। यहाँबाट 10औंमा यता कति छ हामीले अगाडिको चाहिँ थाहा पाउनु पर्ने छ, तर पछाडिको थाहा पाए पनि अगाडिको थाहा भइहाल्छ। अब जम्मा कति संख्या छ 23 जना छन्। 23 जना केटीहरू छन्। अब सुरुमा कति थियो थाहा छैन, पछाडि कतिमा आयो 10औंमा आयो। सुरुकोबाट 2 स्थान यता बायाँतर्फ सरेको छ भने सुरुमा कति हो भन्ने थाहा भइसक्यो। सुरुमा कति रहेछ 12औं स्थानमा रहेछ बायाँतर्फबाट। बायाँबाट अब दायाँबाट कति होला त? अब 23 जना छन्, 12औं स्थानमा उ पर्छ भने त हामीले सुरुमै याद गरेको कुरा, जति आउँछ त्यसमा 1 घटाउने, जति दिएको छ त्यसमा 1 जोड्ने। 23 दिएको छ त्यसमा 1 जोड्ने। अब के हुन्छ बायाँतर्फबाट कति स्थानमा र दायाँतर्फबाट कति स्थानमा भन्ने कुरा बायाँबाटकोलाई L लेख्छौं, दायाँतर्फकोलाई R, लेफ्ट राइट गरेको। सो अब 23 मा 1 जोड्दाखेरि 24 भयो। यता बायाँतर्फको पहिलाको हामीलाई थाहा भइसक्यो, यसले सोधेको छ पहिलाको है, उनको सुरुको स्थान सोधेको छ। सो हामीले के थाहा पायौं यताबाट बायाँतर्फबाट सुरुमा 12औं स्थानमा रहेछन्। सो L को ठाउँमा 12औं लेख्नु पर्यो प्लस R हामीले थाहा पाउनु पर्ने छ सुरुको दायाँतर्फको भनेको छ। सो 12 कति हुने भयो के रे 24 - 12 हुने भयो। R कति हुने भयो 12औं। अब सुरुमा दायाँतर्फबाट पनि 12औं स्थानमा र बायाँतर्फबाट पनि 12औं स्थानमा सीमा बसेकी रहेछन्। अब हामीले यसमा अरु यो जे गरे तापनि यो त हामीले ट्रिक नलाएर गर्नुपर्ने कुरा भयो। ट्रिक लाएर भनेको जति दिएको छ त्यसमा 1 जोड्ने र लेफ्ट प्लस राइट गरिदिने, सोधेको स्थान पत्ता लाग्छ। अब त्यसको लागि सुरुमा त अगाडि सरेको स्थान पनि थाहा हुनु पर्यो। सरेको स्थान त क्वेशनमा दिएकै छ, त्यसमा धेरै दिमाग चलाउनु परेन हैन। पछाडी चाहिँ 10औं स्थानमा पुग्छिन्, 2 स्थान सरेपछि भनेपछि त 12औं स्थान होला भन्ने त थाहा भइसक्यो हैन। सो अब हामीले के गर्नु पर्यो यो ट्रिक लगाउनु पर्यो र एन्सर फ्याट्टै निकाल्नु पर्यो। एउटा केटाहरूको पंक्तिमा गोपाल बायाँबाट 10औं स्थानमा र दुर्गा दायाँबाट 14औं स्थानमा पर्दछन्। तिनीहरूले आफ्नो स्थान परिवर्तन गरेपछि गोपाल बायाँबाट 24औं स्थानमा पर्दछ भने जम्मा केटाहरूको संख्या कति रहेछ? यता गोपाल छ, गोपाल चाहिँ बायाँबाट 10औं स्थानमा पर्छ र दुर्गा 14औं स्थानमा छ, कताबाट दायाँबाट। यताबाट। अब यिनीहरूले आफ्नो आफ्नो स्थान परिवर्तन गरे। दुर्गा गोपालको ठाउँमा आयो, गोपाल चाहिँ दुर्गाको ठाउँमा गयो भनेपछि गोपाल अब बायाँबाट नै यताबाट नै यो स्थानमा आउँदाखेरि 24औं स्थानमा पर्दो रहेछ यो चाहिँ गोपाल। अब जम्मा संख्या कति होला त? अब जम्मा संख्या कति होला? यस्तो बेलामा हामीले के हेर्नु पर्छ भने एउटा दायाँबाट एउटा बायाँबाट आएकोलाई लेफ्ट प्लस राइट गर्नु पर्यो। यहाँ अब कुन चाहिँ दायाँबाट छ र कुन चाहिँ बायाँबाट छ त्यो थाहा पाउनु पर्यो। गोपालको स्थान चाहिँ बायाँबाट हेर्ने हो भने 24औं स्थानमा छ
दायाँबाट हेर्ने हो भने 14औं स्थानमा छ। किन 14औं छ भन्दाखेरि पहिला दुर्गा त यताबाट 14औं स्थानमा बसेको थियो, त्यसको ठाउँमा गएपछि गोपाल यताबाट 14औं स्थानमा त पुग्ने भयो नि, हैन र? यताबाट हेर्दाखेरि 24औं स्थानमा छ, यताबाट हेर्दाखेरि कतिौं भनेर हामीलाई भनेको छैन, तर दुर्गाको ठाउँमा गएको हो। दुर्गाको ठाउँमा गएको हो भने दायाँबाट दुर्गा कतिौं स्थानमा बसेको थियो भन्दाखेरि 14औं स्थानमा बसेको थियो, भनेपछि अहिले गोपाल गएर यताबाट हेर्दाखेरि त 14औं स्थानमा बस्यो होला नि त। हो, त्यसरी एउटा मान्छेलाई लिएर दायाँ र बायाँ कता कता छ भनेर हेर्नु पर्यो। अब गोपालको निकाल्दाखेरि लेफ्टबाट कतिमा छ र राइटबाट कति छ त्यो हेर्नु पर्यो, हैन? त्यो हेर्दाखेरि लेफ्टबाट त यहाँ 24औं स्थान भनिसक्यो, 24औं स्थानमा छ, प्लस राइट भनेपछि दुर्गाको ठाउँमा गयो, सो 14औं स्थान भयो दायाँबाट। र अब टोटल निकाल्नु पर्ने छ भने त टोटल निकाल्नु पर्ने छ जति आउँछ, जति आउँछ यो भनेको जति आउँछ भयो, यसमा 1 घटाउनु पर्यो, 1 घटाउनु पर्यो। अब कति आयो? टोटल आयो। जति आउँछ त्यसमा 1 घटाउनु पर्यो, त्यो टोटल भयो। 14 प्लस 24 भनेको 38 माइनस 1 कति रहेछ? 37। जम्मा केटाहरूको संख्या 37 रहेछ। यसरी चाहिँ थाहा हुनु पर्यो। यहाँ मुख्य कुरा के हो भने दुर्गाको ठाउँमा गोपाल गयो, गोपालको बायाँतिरबाटको स्थान दिएको छ भने दायाँतिरको कति होला भन्ने कहिलेकाहीँ कन्फ्युजन हुन सक्छ। दुर्गाको ठाउँमा गएको भने त दुर्गा त 14औं स्थानमा छ यताबाट, त्यसैले दुर्गाको ठाउँमा बस्यो भने त यो पनि 14औं स्थानमा बस्यो होला यताबाट। हो, यसरी गर्ने हो भने मजाले गर्न सकिन्छ।